हेलो गाइस, आज चाहिँ हामी ठ्याक्कै कोठाबाट निस्किसकेका छौँ अनि आज चाहिँ कहाँ जाने भन्ने कुरामा चाहिँ बल्ल डिसाइड भयो। हामी चाहिँ आज बार्सिलोनाको स्टेडियम हेर्न जाने भन्ने प्लान गरेर चाहिँ यता लाग्दैछौँ। अब ठ्याक्कै लोकेसन चाहिँ थाहा छैन कताबाट जाने हो, अब गुगल म्याप हेर्दै जानुपर्ने हुन्छ। बबाल कस्तो फिल भइरहेको आज? अलिक चिसो छ है मौसम, हल्का चिसो छ तर पनि केही छैन। डोन्ट वरी गाइज, हामी म्यानेज गरिदिइहाल्छौँ। चिसोलाई पनि म्यानेज हान्दिने हो क्या फेरि, केही कुराको मतलब गर्दैन यहाँनिर। स्टेडियमतिर लागिरहेछौँ। म्यापले चाहिँ यही बाटो देखिरहेछ। हेरौँ ढाँटेको त पक्कै होइन होला म्यापले। यस्तो छ है साथीहरू, यो भित्रभित्री गल्लीहरू चाहिँ पुरै त्यो हुन्छ नि काठमाडौँ जस्तो कि उकाली ओह्राली भन्ज्याङ चौतारी त्यस्तो खाले छ यहाँको। सफा छ, विशेष चाहिँ मलाई यहाँको के राम्रो लाग्यो भने मान्छे हिँड्ने पैदल यात्रुहरूलाई चाहिँ विशेष प्राथमिकता के। बरु गाडी सानो बाटोमा हिँड्छ है, जति छ उसको गाडी जतिमा आएको छ त्यति छ बाटो चाहिँ, तर मान्छे हिँड्ने पैदल यात्रीहरूको लागि चाहिँ ठुलो स्पेस राखेको कि, त्यो चाहिँ मलाई मन पऱ्यो। खास त बालनले पनि गर्न खोजेको यही हो, के गर्नु अब, राम्रो गर्नलाई पस्दैन नेपालमा। अब यताबाट चाहिँ कहाँ जाने हो? बाटो धमाधम बन्दैछ आज, अलिकति मौसम ठिकै छ मौसम, केही छैन। अब यही हो, साँग्रो साँग्रो छ बिल्डिङहरू बन्ने। क्याम्प नाउ स्टेडियम हामी जाँदैछौँ। तर यहाँनिर मैले यसो विचार गरेको, प्रायः चाहिँ हुन्छ नि इलिगल इमिग्रेन्टहरू धेरै रहेछ। इलिगल इमिग्रेन्टहरू अलिक बढी गएको ठाउँ रहेछ जस्तो लाग्यो। पनि पाउँछ है, मोबाइलै छ। हो त्यही त मैले यही भनेको, यही मार्केट भयो। स्टेडियम जाने क्रममा यो कस्तो दामी बिल्डिङ आयो भने अगाडि। अब यहाँबाट चाहिँ कन्फ्युज। ल अब हामी चाहिँ लगभग बार्सिलोनाको उसमा आइसके जस्तो लाग्यो। स्टेडियममा यहाँ त्यसै राउन्ड सेपको देखिरहेछ है। उताबाट देखिरहेछ यहाँ यस्तो भ्यू छ है। कट्ने यहाँबाट हामी लगभग स्टेडियमको छेउछाउ आइपुगिसक्यौँ। यहाँ चाहिँ यस्तो छ माहौल बाहिरखेर यस्तो छ। यो जुन यतापट्टि देखिरहेछ नि यो चाहिँ स्टेडियम हो। यहाँनिर त्यसै नि वाउ, वाउ स्टेडियम बबाल रहेछ। एफसी बार्सिलोना, यहाँनिर रहेछ एफसी बार्सिलोनाको पिक्चर। अनि यहाँनिर टिकट काट्ने चाहिँ यता रहेछ, टिकटिङको लागि चाहिँ यहाँनिर यस्तो रहेछ। यहाँनिर सबै टिकटहरू पाउने गर्ने। अनि त्यहाँबाट बार्सिलोनाको ओरिजिनल स्टोर है। उनीहरूको कन्स्ट्रक्सन पोइन्ट चाहिँ यो हो कि यहाँनिर स्टिल अन्डर कन्स्ट्रक्सन भइरहेछ है। हामी हिजो गएको ठाउँ चाहिँ यता रहेछ, यो देखिरहेछ यहाँ। यही ठाउँमा गएको थियौँ हामी हिजो। अहिले चाहिँ बार्सिलोनाको
आइपुग्यौँ हामी बिस्तारै वरिपरि। सुरुमा चाहिँ लागेको थियो हामीलाई यो पनि घुम्नु दिँदैन होला जस्तो लाग्यो, तर वरिपरि चाहिँ घुम्न पाइने रहेछ विदाउट टिकट। विदाउट टिकट पनि वरिपरि चाहिँ घुम्न पाइने रहेछ। यहाँनिर वर्करहरूले पनि काम गरिरहेको छ। यस्तो छ यो मान्छे आउने कति हो कि यहाँनिर घुम्नलाई, यस्तो दामी ठाउँ हो कि। ल हामी चाहिँ अब यो चाहिँ बार्सिलोनाको अफिसियल के भन्छ नि सामान बेच्ने ठाउँ रहेछ। सामान बेच्ने ठाउँ रहेछ। यतापट्टि यस्तो छ है। हेलो हेलो हेलो। अब यहाँनिर यम्मी कति रहेछ, प्राइस चाहिँ कति हो, प्राइस ट्याग चाहिँ हालेको छैन। प्राइस ट्याग हालेको छैन। यमल यमलकै मात्रै जर्सी रहेछ सबै। मेस्सीको पनि होला। €59 त्यस्तो महँगो होइन त एउटा। €59 अरे यसलाई। यसलाई €30 ठिकै छ, त्यस्तो महँगो। मलाई त क्याप चाहिँ चाहिएको छ एउटा। खेलाडीहरूको डेम है, खतरा बनाएको रहेछ है। बबाल लाग्यो है मलाई यसको चाहिँ। फुटबलहरू पनि रहेछ 29 पाउन्डको। सबै क्वालिटी हाई क्वालिटी के सबै हुन्छ नि, हाई क्वालिटी। क्वालिटी चाहिँ बबालै लाग्यो क्या मलाई। सबैतिर यमलको मात्रै छ। Hello, brother. You want a photo? Yes. Okay. Okay, where you want to be? Here. Oh, you want? No, it's okay. Yes, you're welcome, man. Is that okay? You want another one? What? You want another one? Yes, another. Please, yeah, please, I'll do it. No problem. Yeah, I'll do it for you. Thank you. You're welcome, mother. Yeah. You want to? No, it's okay. I'm just filming itself. यस्तो रहेछ। ए जुन त्यसले भिडियो फोटो खिच्दै भन्यो अनि फोटो खिच्दै हालेको मुराको यहीँ हिँडेर बसेर। आउन पहिला भिडियो बनाउनु। बबालै यो त स्टेडियम जस्तो साइडको फोटो बनाएर रहेछ। कत्रो हो कि यो स्टोर त, जता गए पनि नसकिने। साँच्चै बबाल लाग्यो मलाई त। यहाँ चाहिँ बच्चा बच्चीको रहेछ। फुटबलहरू
लागिरहेछ एउटा क्याप ट्राई हालौँ त अब कस्तो देखिने रहेछ अलिक बचाएको छ माथि गएर एउटा क्याप पनि ट्राई हाल्नु मन लागिरहेको छ तर जियोस् बब्बाल लाग्यो मलाई चाहिँ माथि स्टेडियम तरिकाको कि माथिल्लो तलमा आइसक्यो माथिल्लो तलमा के छ त भन्दाखेरि चाहिँ नि यस्तो छ नाइकीहरूको पनि राखेको छ यहाँ त वाउ मेसीको त जर्सी किन्न पाउँदैन हेर्नु मेसीले साइन गरेको क्याप्टेनको ब्याचलाई सस्तो छ धेरै महँगो छैन कति सस्तो छैन स्टेडियमको ब्याच के अरे टिकटको लागि चाहिँ यहाँ रहेछ प्राइस है बेसी बार्साको क्याफे पनि रहेछ यहाँनिर फोटो पनि रहेछ फोटोसप हाम्रो साथीहरू यहाँ हाम्रो धेरै थोक भइसक्यो है हामीले टी सर्ट किन्यो अरे टी सर्टमा प्रिन्ट गर्नुपर्ने टी सर्टमा प्रिन्ट गर्न पनि लगाइसक्यौँ अनि यो प्रिन्ट भएर आउँछ अब सबिना 10 भनेर आउँछ उसले भन्यो हामीले के अरे पैसा पे गरिसक्यौँ उसले भन्यो डाउन स्टेयर्स गएर चाहिँ यो यसको लागि वेट गर्नु त्यहाँनिर 15 मिनट पछाडि दिन्छ भनेको छ लेट्स सी हेरौँ अब तर यो चाहिँ थाहा चाहिँ छैन कहाँनिर हो यसलाई रिसिभ गर्ने चाहिँ यहाँनिर सोधौँ न कता रहेछ है अहिले चाहिँ हामी प्रिन्टिङ ल्याबमा आइसकेका छौँ बार्सिलोना एफसीको अब हामी हाम्रो टी सर्टको वेट गरेर हो तिमी कतिको एक्साइटेड छौ एक्साइटेडै छु मजा लागिरहेछ तर पैसा चाहिँ धेरै गयो तिम्रो नाम यहाँनिर देख्दा कस्तो लागिरहेछ तिमीलाई केटीले बनाइरहेको छ टी सर्ट हालिदिइसक्यो यस्तो रमाइलो हो नि आज प्रिन्ट गर्दा है सरर आउने मजा आउने कि त मजा वासरुम जाने हो त्यहाँ जानु त्यो भममा आयो नि त अहिले चाहिँ बार्सिलोनाको म्याच त पर्छ Sabina, oh my god. Isn't it nice? Original हो नि त त्यो अब हाल्छ है एफसीको बार्सिलोनाको हेड अफिस यस्तो रहेछ अब हामी यहाँबाट बाहिर निस्किसक्यौँ अब हामी कता जान्छौँ थाहा छैन स्टे अपडेट अब भोक लाग्यो अब भोलि पेट पूजा गर्ने गएर पहिला केबल कार जानु त जाने हो जसरी पनि जाने आज त केबल कार जानु गएरै छोड्छ आज भोक लागिरहेको त केएफसी खोज्दै हिँडेको नजिक केएफसी जङ्गल भित्र देखाएर के हो यो साँच्चै केएफसी हो कि भुटिया केएफसी हो पुरै बिल्डिङहरूको मुनि लगेको त हामीलाई के हो हामी यहीँ बस्ने घरतिरै हो हाम्रो पानीको घर तर सखा चाहिँ कति नै सक्ने मैले अघि पनि भनेको भिडियोमा है यस्तो बाबा पेट स्टेडियमको लागि चाहिँ पेट स्टेडियमको प्रान्त धेरै कहाँ पेट स्टेडियमहरूको लागि चाहिँ एकदमै त्यो सानो सानो बाटोहरू पनि हिँड्नको लागि चाहिँ धेरै सजिलो बनाइदिएको छ है हेर्नु न यहाँनिर बाटो यति सानो छ मान्छे हिँड्ने चाहिँ त्यो होला
भिडियो गरेर चाहिँ साथै काम गरेर यसो भनेको चाहिँ अब राम्रो धेरै सजिलो हुन्छ नभएर त्यही हो हाम्रो बाल्ने पत्दैन अब चाहिँ हामी फेरि के अरे केबल कार चढ्न जाँदैछौँ अनि हामी जानुपर्ने चाहिँ ठ्याक्कै अहिले चाहिँ हामी यो स्ट्यान्डमा छौँ यहाँ हो हामी यहाँ छौँ अहिले हामीबाट यहाँ हो हामी बसमा छौँ साथीहरू हामी गएको चाहिँ खास केबल कार चढ्नलाई गएको हो है मौसम रमाइलो छ गर्मी फिलिङ भइरहेछ रमाइलो छ मौसम साथीहरू हामी यो फाइनली केबल कार चढ्ने ठाउँमा आइपुग्यो केबल कार त मैले पहिला पनि चढेको थियो चढ्नु नेपालको ल साथीहरू अब चाहिँ हामी केबल कार चढ्न लगभग तर्खरमा छौँ यहाँनिर हाम्रो टिकटको काम पनि भइसकेको छ यहाँ चाहिँ के रहेछ भने नि साथीहरू मैले टिकट लिइसकेँ होइन मलाई चाहिँ टिकट पर्यो 17 पाउन्ड यहाँ चाहिँ लेखेको छ 19 युरो यो हो यो मैले अलरेडी लिइसकेँ इन्ट्री यहाँबाट हो अब एकछिनलाई मैले यहाँनिर मेरो फोन राख्छु यहाँनिर देखाउन पर्छ यिनीहरूलाई है ल अब हाम्रो टिकट आइसकेको छ साथीहरू अब हामी टिकट लिएर जाने हो यसलाई यहाँनिर यसरी ट्याक्क पार्ने भित्र छिर्ने छिरौँ ल हामी चाहिँ छिरिसक्यौँ है साथीहरू मस्त मोला हुने हो जिन्दगी हामी केबल कारमा छिरिसक्यौँ है साथीहरू मैले सुरुमा अलिकति बजाइदिन लगाएको खोजेँ सुरुमा अलिकति बनाउन खोजेँ अब ढोका पनि लाग्यो अब हामी लाग्यौँ कालो केबल कारमा यस्तै हो यो यहाँभन्दा कमान हुँदैन उता पनि मान्छे हाल्दै गर्छ क्या उसले अलिक ल हामी केबल कारमा चढ्यौँ आओ कस्तो पङ्गाको के तिमीलाई कस्तो लागिरहेछ त मजा आयो थ्याङ्क यू सो मच
केबल कारमा पुरै मजा आउने रहेछ वाउ वाट अ भ्यू है लास्टै मजा आउने है है यो अर्को स्ट्यान्डमा आइपुग्नु छ हाम्रो घर यहाँनिर त्यो त पुरै आइसकेको त छेउमा Itu 10 gitu. Wow. Ai. केबल कार यस्तो गुडुडी पारेको ओ माय गॉड कति धेरै हाइटमा छौं क्या हामी त्यस्तो हाइट त होइन यो होइन नि मजा आयो नि मजा त पुरै मजा आयो गाडी वाउ मजा त पुरै भयो ल हेर्नुहोस् बार्सिलोना सहर हेर्दा लाग्छ रहर गिद्धको सहर बार्सिलोना भन्छ नि काठमाडौँलाई ल यहाँनिर सिपोर्टहरू पनि देखियो हामी चाहिँ अहिले यहाँबाट बाहिर निस्किसकेका छौँ यहाँ चाहिँ के रहेछ भन्दाखेरि यहाँ ओर्लेर यहाँ घुमेर अनि फेरि पछि चढेर जान पनि मिल्दो रहेछ भने पछाडि कति 6:40 मात्रै बन्द हुने अरे भनेपछि स्टिल गर्छ हामीले वाउ क्यासल चाहिँ यो रहेछ ठुलो क्याटालोनियाको ठुलो क्यासल रहेछ यहाँनिर मेसीको फ्यान यहाँ छ फेरि रकको वाउ त्यति बेलाको बारुद यन्त्र यस्तो रहेछ के भन्छ यसलाई तोप पुरा घुमाइ हान्नको लागि राखेको रहेछ तोप यस्तो यो पुरै बटार सिस्टम रहेछ लाग्छ तिमीलाई ठिक छ नि यो चाहिँ अलिकति माथि क्यासलको अलिक माथिबाट खत्रै छ कि माहौल दामी देखिरहेको यो चाहिँ माथि क्यासलको माथिबाट देखिने तल हार्बोर्डको पिक्चर यहाँबाट दृश्य चाहिँ देखिँदो रहेछ यस्तो छ यहाँनिर एउटा क्रुज पनि रहेछ एमाजोनको डेलिभरी बोकिरहेको छ जस्तो देखिन्छ त्यस्तै गरे ट्याङ्कहरू कति सामान लिएर आउने ट्याङ्कहरू मिलाएर
आउँछ सबै आउँछ यसमा अनि यसको त लागि त र सप्लाई हेर्नु पनि यहाँ भइरहनु क्रुजमा पर्यो। मान्छे के गर्दैछ नि हेरौँ है क्रुजमाथि नै स्विमिङ पुल रहेछ हो र? यहाँबाट देखिरहेको छ ल बोल्दै नि त भिडियोमा कस्तो लाग्यो तिमीलाई मजा आइरहेछ। अब एक दिन मात्रै बाँकी छ हो। 3 दिन यस्तो रमाइलो गरिसक्यौँ। जर्सी किनेर मक्ख परेर लाएर हिँड्दैछु आज म। अब फेरि केबल कारबाट केबल कार यता हामीलाई लिन आइरहेछ केबल कार। अब हामी यहाँबाट फेरि केबल कार चढ्दैछौँ। अब छ यहाँबाट बाटो अब हामी जाने बेला भयो। हाम्रो केबल कारको टिकट तिम्रो देखाऊ यहाँ छ। अब हामी जाने वापसी। घर जाने हो चढ पनि दामी छ। यस्तो मजा आइरहेछ भन्न साध्यै छैन। के भन्नु अब भिडियो नहालौँ म। हामी केबल कार चढ्यो अरे तल ग्राउन्डमा आइसक्यौँ। अब यहाँबाट बस चढेर जाने सिटी अनि त्यस पछाडि कता जाने थाहा छैन। चढेर कहाँ जाने? कतिमा उक्लिने हो? 150 चढ्ने अहिलेलाई यहाँनिरबाट 150मा चढ्ने अनि त्यहाँबाट घर जाने। ल हेर्दा हेर्दै बस पनि आइसक्यो। मेरो कार्ड दियो त क्या हाई Atención, Tancan Partners. फिल्मिङ गर्ने हो कि भित्र चढिसक्यौँ। बस एकदमै दामी छ। तर हामी जाने चाहिँ कहाँ हो थाहा छैन। उँभो त त्यो जाँदैन नि ल्याउँदै। बाटो आएको त्यही बाटोतिर गयो। Propera parada. Doctor Foniker, Tarongers. उता जानु पर्यो। बल्ल भनेको ठाउँमा जानु पाइयो। ए त्यही भएर नउत्रेका रहेछन् क्या मान्छे। झन्डै कुरो बिग्रिराख्यो। अब जानु पाइयो ए साथीहरू। एकचोटि झुकिवरी फेरि घर पुग्यो जस्तो त अब ठिकैमा चढेछौँ होइन? ठिकैमा छोड्यो। हेर नि त चाहिँ आउँदा आउँदै बाटोमा यस्तो दामी ठाउँ रहेछ। Atención, Tancan Partners. एकदमै बगान ठाउँ छ है। यो हान है दामी छ ठाउँ छ।
Propera parada. Piscines Picornell, Museu Nacional. Propera parada. Poble Espanyol. Parece que foi o Johnny, já pode ver se eu should have done friends, you should do that. It was not your problem. For the pinnacle force. That's how supposed to see the Johnny. Propera parada. Fira Barcelona. यहाँ साथीहरू कति कता बाटो छ यहाँनिर यहाँ चाहिँ आइपुगेको आज चाहिँ साथीहरू लगभग अब हाम्रो अन्तिमतिर आइपुग्यो मजा आयो दिनभरिको आज I know चाहिँ I did pay, but the credit goes to you. है अरू चाहिँ त्यस्तै हो त्यो जर्सी प्रिन्ट भएर आउँदाखेरि चाहिँ मजा लाग्ने उयो चस्मा काम पनि छैन साँच्चै तर आजको दिन चाहिँ यस्तै नै सक्यो बाई बाई सी यू नेक्स्ट टाइम गाइज